Finally, after 6 hours traveling in bus, we have reached our home. Hey, la. Maldai, how are you feeling? एकदम यहाँ आउँदाखेरि चाहिँ अलिकति के भयो भने गर्मी लास्ट है अनि यहाँ आइसकेपछि फेरि वाउ है अमेजिङ है एकदम अमेजिङ प्लिज है आउनु होला है सिरानचोक एकदम है गोर्खा टक्क घुम्न आउनु हिमाल हिमाल पहाड ल अब हामी तल घर जान्छौँ है सी यू ल आइपुगे ल यहाँ पनि छ त कोसेली झोला ल्याएर यस्तो बिजु गरेर ल्याएको दर्शन ल अब यस्तो है घर आइसक्यौँ हामी है ठुलो आवा कस्तो लागिरहेछ अनि आएको दामी भएर कस्तो दामी दामी भएर है ढुङ ढुङ हेर्नु पुरै बिजुली त तताउँछ मा ढुङ हेर्न सक्नु देख्नुभयो तपाईँहरू देख्न सक्नुहुन्छ होइन यस्तो राम्रो भएछ आकाश होइन जुनै राखिदियो क्या मेरो घरै फेरि दामी छ घर कस्टम है ल भित्र जाऊँ न त दाइ हेर इन्ट्रोडक्सन क्या ल भित्र है म हाम्रो ल यो चाहिँ हाम्रो किचन हो होइन के पाक्दैछ दादा नदेखाम भनेको है एकदम अर्ग्यानिक दुध पाउँदैछ अनि एकदम सुपुरै अनि अरू हाम्रो यता के देखाउनु त अरू यता उता उता इन्ट्रोडक्सन ओ मम्मी चाहिँ होइन ल भ्लगमा स्वागत छ हजुरलाई एकदम हाई भन्नु न पुरै पोर्कको मासु र तिनपाने च्वाट गरेर है अब यस्तै हो है यस्तै अनि हाम्रो पुरै अवस्था हुँदैछ यहाँ अरू ठाउँमा कस्तो हुन्छ बाटो ठाउँ त्यस्तो दामी स्पेसल अर्ग्यानिक है किचन ग्यास किचन यस्तो है एकदम बबाल ल के को मासु हो थाहा उडाइन्छ फेरि दुईटा के को मासु हो यो हाम्रो मटनको मासु मटन कुकम्यान कस्तो बिल भयो तपाईँले ऊ झन् अर्को ल फ्यान्स आउँदैछ कि भेटिसक्यो होइन ऊ चाहिँ मेरो बिग फ्यान होइन ठिक छ अब मेरो भिडियो हेर्दै गर्नु तपाईँ पनि होइन लाइकहरू गर्दै गर्नु है अनि फलो चाहिँ सबैलाई साथीहरू सबलाई भन्नु पऱ्यो है सब्सक्राइब ट्याङ ट्याङ हाम्रो न क्यामेरामा हान्नु पर्यो अहिले त ठ्याक खान्न भने खान्न ब्लग हो क्या हाम्रो मिनी ब्लग मिनी ब्लग हो हाम्रो चाहिँ हाम्रो के हो यो यो एकदम के भन्ने ल ओरिजिनल गाउँको छामै मकैको पुरै दामी त्यो चाहिँ पहाड हो अब पहाडमा अब ग्रामीण त भइहाल्छ होइन अब हल्का जस्ता उडोस् हामी चाहिँ उड्नु भन्नु ल त्यही हो ओरिजिनल छ्याङ हो त्यो चाहिँ ल यो चाहिँ अर्ग्यानिकै ओनियन यस्तै छ अब बस्ने ठाउँ तपाईँहरूको त सिमेन्टीको होला बाजे के भन्छ हेलो भन्नु न हेलो हेलो भन्नु न ह्याप्पी दसैँ ल ल ल सुँगुरको मासुमा पल्केको सुँगुरको मासु यता चाहिँ फेरि बुङ्गो खाने नि
पानी पर्या मलाई यसरी देखाउँछ kita rahmi. Ini dia. Jalan kota. Ya, macam Gero. ढेँडो होइन मोटी एउटा हामीले कस्तो सुकुटी पोलेर खान्छ तेरो तेरो बाबा पनि खान्छ यहाँ प्योर बोकाको तरकारी नि यही हो सबै सरलाई के देखाउने हाम्रो ग्रान्डफादर सेवा गर्नु नै मेवा पाउनु यहाँ छ त हजुरलाई यत्रो है खाना रे एउटा चाहिँ भने के को खाना भन्दा ल खाना पनि खाए ल हाई मन लाग्छ भयो नि त्यहाँ वाउ कति खुसी यसरी खाने त्यहाँ अर्ग्यानिक खाना देखाइदिए खाना देखाइदिन्छु क्या म अब यसरी माइलो पनि देखाउनु पर्छ दामी यहाँ खोर्सानी काठमाडौँमा त पाउँदैन है के खाने ल खाए ल नरिसाउनु होला नहीं क्या त्यो चाहिँ होइन लेकको एकदम अर्ग्यानिक काँक्रो है अझै फेरि यो लेकबाट ल्याएर एकदम कडा चाहिँ फेरि कडा पिस अन्ली हो खाएर देखाउनु पऱ्यो कि स्वाद पऱ्यो मायाले मन पोल्न थाल्यो शीतल भेटिएन च्यापा पर्वत